नमस्कार। धन्यवाद उपसभासचिवज्यू। यसपछि म यहाँकै यो आन्दोलनमा सहयोगी मनहरू यहाँ प्राप्त भएका छन्, उहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्न चाहन्छु। यसै गरी म यहाँहरू सबै महानुभावहरूलाई आर्थिक सहयोगका लागि पनि प्रत्येक जिल्लाबाट प्रत्येक प्रदेशबाट पनि हाम्रो उपमहासचिव श्री मदननाथ जोशीज्यूलाई आर्थिक सहयोगका लागि पनि सम्पर्क गरी रसिद काटिदिन पनि म विनम्र अनुरोध गर्न चाहन्छु। म यसपछि वक्ताहरूलाई अनुरोध गर्न चाहन्छु। म सबै वक्ता साथीहरूलाई 3 मिनेटभन्दा समय नबढाई आफ्नो भनाइ राखिदिन हुन पनि अनुरोध गर्दछु र साथै सबै आबद्ध संस्थाका अध्यक्षज्यूहरूलाई आफ्नो उपाध्यक्षको नाम पनि यहाँ मलाई उपलब्ध गराइदिनु हुन, केहीको नाम उपलब्ध भएन र सम्भवतः हुन्छ भने वरिष्ठ उपाध्यक्षज्यूको नाम दिँदा राम्रो होला। यसपछि आफ्नो भनाइ राखिदिनु हुन म राहत शिक्षक सङ्घर्ष समितिका अध्यक्ष श्री नवीन धामीज्यूलाई हार्दिक अनुरोध गर्दछु। यसपछि बाल विकासका अध्यक्ष कृष्ण कुमारी थापा पनि